गुन्द्रुक गुन्द्रुक गाउँदो रहेछ है माछा हजुर हजुर अब रुमतेक गएको आइलाको अम्ला पला पपअप अझै चेप्टे नै हो भाइलो भन्दा दुईजनाको ब्याटल हुनु अरे ब्याट ओहो होइ 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 ओके सो वेलकम ब्याक टु द च्यानल हेडिङ फर अ सर्ट राइड नयाँ बाइक रहेछ उहाँको जाम हेर्नु नि कहाँ थियो हो यस वेलकम ब्याक टु द च्यानल आज हामी जाँदैछौँ फेरि गान्तोकपट्टि एकदम यस्तो डर जाम छ तपाईँहरूलाई थाहा भएकै कुरा हो अनि वेदर पनि मजा मजाको छ आज घाम मजा मजा लाग्दैछ आजकल 2-3 दिन पानी यस्तो खालको परेर हो ओइ हाम्रो पछाडि हतार भएको बाइकलाई छोडिदिइहालौँ म उहाँलाई हतार छ होला दिप दिप मेरो साथी रहेछ गाडीमा जिस्काइदिएको नि हो ब्याटल हुन्छ नि हौ बिहान बिहान ब्याटल आजको प्लान चाहिँ त्यही छ सधैँको जस्तै कफी सफी खायो टाइम पास गऱ्यो गयो घुम्यो डुल्यो हो ब्रदरलाई जानु दिएको त ओभरटेक गर्नु सकेन त स्कुटीलाई होइ 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 के गर्छौ आरामसँग आराम मैले ब्याटल भन्दाखेरि साँच्चै नै सुनेको त्यहाँनिर है औ ब्रो हेर्नु नि जाम आमा यस्तो डरलाग्दो जाम हुन्छ गान्तोकमा चाहिँ आज त हात पो दुख्यो त मेरो ओहो हाम्रो यता स्कुटी दाजु दिदी भाइ बहिनीहरूसँग चाहिँ अलिकति साह्रो पर्छ हिँड्नु कन्टो कन्टोमा नि अप्ठ्यारै पर्छ त्यो गियर रेसियो नै मिल्दैन भनौँ न उहाँ हुनु त स्कुटीहरू अटोमेटिक हुन्छ हामी चाहिँ गियर चेन्ज गर्दा गर्दा हुन्छ वेदर कस्तो मजाको भएछ नि पत्ताहरू झरेको फिल्स लाइक स्प्रिङ हेलमेटमा पानी लाग्छ भने टाउको भएको ऐ हौ यो बाटो चाहिँ कहिले बनाउँछ होला दुईजनाको ब्याटल हुनु अरे ब्याटल दिइहालौँ होला आन्टीलाई है बिचरा खोइनु सक्दैनस् ओ अङ्कल झन्डै लड्यो त्यहाँ दोरी मल्चेर भाइले हेलो भन्दैछ झन्डै चेप्टे नै हो हेलो भन्दा कालो 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 पो हुँदैछ त ट्राभल क्याफेमा यस्तो हुँदैछ आइलाको अम्ला पला पपअप छिटै You have to punch harder. Can I show my taekwondo move? Yeah, sure. Bring. Say hi to the camera. Say hi. Hi. Office, cute. अब निस्किनुपर्छ जिनी त्यही छ अब 1-to-1 क्याफे जानुपर्छ बाई सेकर बाई दिन अब रुम टेक गएको बाइक र बोय हो नि रेस गर्नु गएको कहाँ रेस गर्छ आई एम भेरी स्लो राइडर स्लो राइडर मोटो जिपीमा हुनु पर्ने बाई ल बाई हेलो Bye bye. बाई बाई खै This guy my. Yes. Okay. Mama थाक्यो Okay, अब चाहिँ heading towards Rumtek. Look at the weather, beautiful, beautiful. झन्डै भेटे त्यत्तेरिकी उसले पछाडि फर्केर मलाई हेरेको थियो कि झन्डै लाग्यो नि अहिले चाहिँ हामी चिल्ड्रेन पार्क उकालो चढ्दैछन् सधैँको जस्तै यताको जाम चाहिँ यस्तो तर पहिला भन्दा फेरि अलिक बेटर भएको छ यहाँ ट्राफिक म्यानेजमेन्टले गर्दा होला निकै राम्रो भएको छ किनभने त्यहाँनिर पस्ने गाडीहरू त्यहाँ पसिहाल्छ यहाँनिर जाने उकालो गइहाल्छ अलग्गै लाइन भएर राख्छ यहाँ एमजी मार्ग आज चाहिँ ब्युटिफुल वेदर आज त ब्युटिफुल डे पो भयो त घाम लागेको हेर्नु नि तर तपाईँलाई थाहा भएको कुरा हो कतिको चाहिँ थाहा भएको कुरा भन्नु है अहिले एकछिनमा गान्तोकको वेदर बिग्रिरहेको छ
यो बादल देख्दैछ नि तपाईँले उज्यालो उज्यालो बादल एकछिनमा कालो कालो हुन थाल्छ हो थम्स अप दिएको थम्स अप ब्याक दिँदैछ हेलो आज्ञा ल रुम त गएको आज्ञा ल आज्ञा थ्याङ्क यू भाइ जामेहरू केटाहरूले इरी लागिसक्यो ल आर्मीको गाडी पछि पछि हिँड्नु लाग्यो कि अन्डरस्ट्यान्डिङ गरेर छोडिदिएको नि हामीलाई पनि त्यस्तै हुन्छ कोही कोही बेला अन्डरस्ट्यान्डिङ हो ड्राइभिङ र राइडिङ चाहिँ मलाई त्यस्तो लाग्छ एकअर्काको हुन्छ नि आमा हो कस्तो फुक्यो अरे थत्तेरी फु अरे स्कुटी भाइ फेरि आइपुग्यो पछाडि ब्रदर किचनलाई जस्तो पराउँछ त हौ आमा हो यो नाली जस्तो खाल्डा चाहिँ कसले बुझाइदिएन अब दाजुहरू बसिरहेको रहेछ त कहाँ बाटो बिचमा रोकिदिएको दाजु पनि तर्स्यो त लो भैया क्याफे आए हजुर हजुर माछा हरियो हरियो माछा फिस आगे आयो भन्नुहोस् हेलो यहाँ सिसी क्यामेरा यो चाहिँ कति ग्राम्स खानुपर्छ भाइ कति ग्राम्स वाटर कन्टेन्टसँग कति ग्राम वाटर कन्टेन्ट मतलब कतिसँग चाहिँ वाटर कन्टेन्ट रेसियो कसरी खानुपर्छ त्यस्तो त के छैन so I had 4 grams of and I had about 150 water. Okay. What grams? 30 gram हो. You can put jati how much you want. यसमा कफी भन्दा चाहिँ ज्यादा क्याफेन हुन्छ है I guess. हामी यहाँ सेफलाई सोध्नु पऱ्यो नि सिक्दै गरेर ल पछि कहाँ पुग्छ थाहा छैन लाइभ होइन लाइभ भने कर्मको हावाले कहाँ लान्छ फेरि कहाँ खान्छ हो अब कर्मको हावाले नि कहाँ खाइन्छ थाहा हुँदैन सिकिराख्नु पऱ्यो नि होइन सिक्नु पऱ्यो नि जब आँख खोले सब सवेरा भन्छ क्या जे नजानेको त्यही दुःख हरे नि माछा इज रेडी Macha. अब हेर्ने कस्तो हुँदो रहेछ खाँदाखेरि चाहिँ हरियो हरियो ग्रिन ग्रिन अहिले तपाईँ टेस्ट गर्नुभएको माछा अच्छा यो टेस्ट गर्नुहोस् अहिले तपाईँले टेस्ट गर्नुभएको माछा टेस्ट गरेँ त मैले कस्तो लाग्यो तपाईँलाई मलाई त अलिकति कस्तो कस्तो लाग्यो कस्तो कस्तो यहाँ टाइपको हुन न्याक न्याक माछा हुन्छ नि ल म टेस्ट गरेर भन्छु त्यो त मिलाएर भएको गुन्द्रुक 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 गाउँदो रहेछ है गुन्द्रुक हो अँ त्यो सब्जी बनाऊ आलु हाल्दा मिठो हुँदो रहेछ गुन्द्रुक गुन्द्रुक लाग्यो अरे कि कारण राइस ल्याउँदा यहाँ त फेरि खाली अब क्या तितो हुँदो रहेछ है मिठो हुँदो रहेछ त मन पऱ्यो मलाई चाहिँ ए कफी पुग्यो रे क्याफलाई फर्स्ट टाइम माछा खाएको अब उहाँलाई के भन्छ होइन त्यो मुनि बस्दा अलिकति के त लेदो लेदो दामीहरू नि लाग्यो है कलर चाहिँ मिठो ग्रिन हो नि छाडा हो हजुर ल नि ओइ के हुन्छ जस्तो लाग्यो प्लेस ओभर दियो है हाम्रो सेफ छ नि त्यहाँ फेरि खानु है भित्दै खानु पर्यो ओके So usually people drink with milk. म त यति मिठो Very लाग्यो strong, that's why. मलाई मिठो लाग्यो त्यो मिठो वाइट टी वाइट टी यसको आँखा हेर्नु कस्तो मजा छ है मजाको ब्युटिफुल डे अन्टन क्याफेमा यहाँ बसिरहेछ एकजना हाक्छिङ बिरालो यहाँ डिस्टर्ब गर्नु हुँदैन अलिक पछ्याएको पछि गर्छ
भाग्यो त्यहाँनिर है होइन विचार नम्बरसम्म दियो हुन्छ नि इन्स्टाग्राममा ड्रप मलाई फलो गर्यो विचार हो नम्बर वाट्सएप नम्बर दिनु हो आजतिर ब्लगमा देखि नि मलाई आज विचार जस्तो हुने भयो आज यहाँ पो भन्दैन के त यस्तै गउँदैन के गर्ने को आउँदैछ दिजेन बाई बाई मालिक भने यस्तो हुनुपर्छ नि आज पनि मजा आयो सफ पुरा भयो थ्याङ्क यू अहिले बाई भन्दैछ सो आजको लागि यतिमै राखिदिउँ यहाँ हेर्नु नि पुरा फगी भएछ फगी ब्युटिफुल मजाको भएछ र सिन चाहिँ हेर्नु नि ओहो गान्तोक त जाम छपछुप भएछ त पानी त परेको छैन होला है होपफुली सो एनिवेज आजको लागि यतिमै राखिदिउँ होला एन्ड आई विल सी यु इन द नेक्स्ट वान अन्टिल देन राइड सेफ ड्राइभ सेफ है सी यु वाउ गएर एकछिन मेबी तेल पनि हाल्नुपर्छ होला फ्युल अप गर्नुपर्ने छ जस्तो लाग्दैछ 2 काँटा मात्रै रहेछ हो भाइ रहेछ बाई बाई भाइले लिफ्टमा मागेको रहेछ अब हेलमेटै छैन कसरी दिनु लिफ्ट हेलो भन्दैछ भाइले रोकिदिनु परेन हामीले पनि चढ्दा कम त साह्रो पर्दैन कसरी रोकिदिन्छ कि हुन्छ नि हुन्छ नि अरे अलिकति अन्डरस्ट्यान्डिङ गर्नै पऱ्यो नि होइन सबैजनाको रोड हो थ्याङ्क यू छोडिदिनु भएकोमा तेल हाल्नु जानुपर्छ अब खाली के गर्छौ भाइ म त क्रस गर्छ होला भनेको त फेरि ब्याक पो गरेँ